मे 7 तारिक अर्थात् अपकमिङ टुनाइट पछि चाहिँ तपाईहरुले हाम्रो यो बंगलादेश सर्भरमा एउटा रिङ इभेन्ट देख्न सक्नुहुनेछ जुन रिङ इभेन्टमा चाहिँ फेमस र तपाईहरुले यहाँ म्याक 10 को स्किनलाई पाउन सक्नुहुनेछ जस मलाई चाहिँ एकदम फेमस को स्किन चाहिँ बबाल लाग्यो र लेजेन्डरी म्याक 10 को स्किन पनि एकदम ठिकठाकै लाग्यो तपाईहरुलाई के कस्तो लाग्यो तल कमेन्ट सेक्सनमा भन्न चाहिँ नबिर्सनु होला आज भन्दा 1 महिना अगाडि नै लगभग तपाईहरुले एउटा भिडियो हेर्नु भएन मैले चाहिँ स्काई डाइभ आउँदैछ भनेर पहिल्यै पोस्ट गरिसकेको थिए यदि तपाईहरुले हेर्नु भएको छैन भने गएर हेर्नु होला जस यो चाहिँ हाम्रो फ्यारेट विल रिङ इभेन्टमा आउने भएको छ यसको पनि डेट कन्फर्म भइसकेको छ मे 8 तारिकको दिन चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ फ्यारेट विल रिङ इभेन्टमा आउने भएकोले गर्दा तपाईहरुको डायमन्ड चाहिँ जस 1080 जति खर्च हुन्छ धेरै चाहिँ खर्च हुँदैन यदि तपाईहरुसँग कुनै पनि स्काई डाइभ छैन र यदि हजुरहरुसँग राम्रो स्काई डाइभ चाहिएको छ भने देखि चाहिँ यो वाला स्काई डाइभ निकाल्न नछुटाउनु होला अबको कुरा गरौँ अपकमिङ टप अप रिङ इभेन्टको बारेमा तपाईहरुले यदि 100 डायमन्ड टप अप गर्नुभयो भने चाहिँ यो वाला गुलवाललाई पाउन सक्नुहुनेछ जस टप अप हो मलाई चाहिँ बबाले लाग्यो र यदि तपाईहरुले 300 डायमन्ड गर्नुभयो भने चाहिँ यो वाला एउटा कपाल पाउन सक्नुहुनेछ र 500 गर्नुभयो भने एउटा सुज पाउन सक्नुहुनेछ र 600 गर्नुभयो भने एउटा यो वाला ज्याकेट पाउन सक्नुहुनेछ यदि तपाईहरुले 1500 गर्नुभयो भने चाहिँ फुल्ली बन्डल पाउन सक्नुहुनेछ यति भन्दा तपाईहरुलाई कहिले यो चेन्ज हुन्छ भन्ने लागिरहेको होला मे 12 तारिकको दिन चाहिँ तपाईहरुले यो हाम्रो बंगलादेश सर्भरमा टप अप रिङ इभेन्ट चेन्ज भएको देख्न सक्नुहुनेछ